ए प्रसन्न दाइको त हान्छ नि त डबल काँधमा दिइराखेर लैजानु पर्छ है कहिलेदेखि हो ठिक छ कुहिरो हो त्यो होइन उसमा लाग्छ नि त माथि कालु पानी डाँडा सबै लाग्छ त्यहाँ त्यो नामै कुहिरो डाँडा कसले भन्न थाल्यो त्यो के कुहिरो डाँडा भन्छ नि त सबै हेभन डाँडा भन्छ हेभन डाँडा कुहिरो डाँडा नि लेखेको थियो हो र पछि सबै होला नाम त हेभन डाँडा पछाडि हो क्या कालुगण्डे होइन कालुगण्डे उता तल
खिचेर हाल्छ नि लिने त हो खाजा खाने र भने अब त्यही अब यसोलाई भइसक्यो त्यही दिन्छ स्न्याक्स दिन्छ होइन दिइहाल्छ
Sandy beach ada. Kati percent battery bhन्छ? हजुर ब्याट्री कति बन्छ? यसको 25 त्यसले गरिदिन्छु लोड गर्नु। बोल्नु नि पर्यो कि यसो हैन आएर हेलो गाइस वेलकम भन्नु छैन मेरो अडियो म्युट हाल्नु अहिले पोछ अडियो आउँछ गाउनु यसमा आउँछ सानो बोलेको नि पुरै रेकर्ड हुन्छ है अहिले बुद्धको भिडियो खिचौँ गाइजहरूले स्विमिङ हान्ने होला स्विमिङ हान्ने सब हान्ने हो नि सब स्विमिङ हान्ने होइन हामी सबैलाई एउटा सफारी हालिदिए नि हुन्छ है खाली त छ नि खाली छ रुम होइन टेन्ट एउटा खाली भएको नारायणजी अनि कस्तो भयो त बहुत रमाइलो रमाइलो हेर्नु पारेछ अहिले पनि हान्ने हो भोलि पनि हान्ने हो नि त्यस्तो लाग्यो है जस्तो फिल गाइज हामी चाहिँ हाम्रो टेन्ट कतिवटा टेन्ट हो हाम्रो चाहिँ दुईवटा टेन्ट हाम्रो चाहिँ यो 7 8 अनि 9 टेन्ट छ 3टा टेन्ट यस्तो छ यहाँको चाहिँ अब साँझ साँझ परेको बेला यस्तो चिल मौसम भएको बेला कस्तो रमाइलो हुन्थ्यो नि बाबै रे बाबै ल गो गो मैले जोडा निस्किने आगो हान्दिम खोइ
पारस लुगा लाउनु ला हो पुस्ने लुगा लाउनु ला भाइ यहाँबाट टोप यहाँ टोप छ टोप लिएर है लुगा राखेर पुस्ने तिमीले म त यतिकै जाने हो अहिलेलाई है टोप लिएर है पसन्द आएको चाहिँ कसले खिच्दियो क्यामराम्यानको फोटो हुँदैन भन्थ्यो होइन भिडियो नै हो कसले भिडियो कसले गर्न आउँछ सबलाई म र भिडियो पठाइदिन्छु ल मुखमा हाल हेलो 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 आउँदै गर्नु मागे 3 घन्टा टिक्दो रहेछ लिरिक्स हेर्नु त्यसले भोलिकोसी 1 2 3 युजर नेम चाहिँ हो त्यो कुन गाउने खै जिन्दगी चल्दैछ जिन्दगी चल्दैछ भिरमा छ गीत भन्दा नि जिङमा बजाउने सबै गाइदिन्छ यस्तो के गर्नु नेट चलिरहेको फेसबुक मात्रै चल्दैन कनेक्टै फेसबुकमा लिरिक्स हेर्नु मिल्दैछ कसैलाई नसोधी सल्लाह दुखैले
गाँठो कुरा सुन साँचो माइती छोड्दा आँसु बरर गाडी सिस्नु तरकारी जागिर खाएको सरकारी चुन्दा तिमीलाई मनै बरर कुरा सुन साँचो माइती छोड्दा आँसु बरर गाडी सिस्नु तरकारी जागिर खाएको सरकारी चुन्दा तिमीलाई मनै बरर Sunday. What's up, bro? मसँग केटाहरूले उठाउनु जाँदैछ उठाउनु मस्त सुतिरहेछन् के हो पाराहरू त्यसो सरहरू दुईजना केटाहरू लम्पसार भएर बसेको छ अहिलेसम्म पुगेन गुड मर्निङ दाइ मर्निङ डल्लै छ त्यहाँ त्यसो भएर छ Taya taya jeda jeda sangkaruna mate taya jeda saraya taya taya Kata ada छैन त मालम हेलो 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 गुड मर्निङ उठ्नु पर्यो हेर न हेर कान्छी कति रमाइलो रमाइलो कान्छी रमाइलो छिरेन पारा आउँदैछ ल पारा आउँदैछ डबल होइन डबल सर्ट अब डबल सर्ट तान्नु क्या फोर्स क्या खतरा आइरहने डर लागिरह्यो
भाइ माथि हाम्रो बोट खस्दैछ यतातिर देखाउनु न बोट झर्दैछ हाम्रो भाइ यो स्कुल मेरो पूजाबाट हाम्रो बोट आउँदैछ ढुङ्गासँग लाग्ला सास भित्रै रोकेर हाल्नु पर्यो अब एकछिन ब्रेकिङ सुनिदिनुहोस् है अब एकछिन त अगाडि बस्नु सबैजना कस्टमर सबैलाई नमस्ते नमस्ते वेलकम टु व्हाइट वाटर राफ्टिङ भनेपछि है थ्याङ्क यू मेरो नाम चाहिँ सुदीप र म चाहिँ आज तपाईँहरूको राफ्ट गाइड है त हामीसँग एउटा बोट लाइक एउटा सेफ्टी काइक छ बोटमा चाहिँ म हुन्छु भने सेफ्टी काइकमा हुनुहुन्छ हामी सन्दीप भाइ है हामी राफ्टिङ गर्नुभन्दा अगाडि चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ राफ्टिङ भनेको चाहिँ टिमवर्क हो है हामी सबैजना मिलेर गर्नुपर्ने हुन्छ है म गर्दिनँ भन्नु पाएन सबैजना मिलेर गर्नुपर्छ है सबैभन्दा पहिला चाहिँ हामी यसलाई प्याडल भन्छौँ यसको नि 3वटा डिफ्रेन्ट पार्ट छ है त यसलाई हामी टी ग्रिप भन्छौँ र यसलाई सार्फ र यसलाई चाहिँ ब्लेड भन्छौँ है त टी ग्रिप समाउँदाखेरि चाहिँ जहिले पनि हाम्रो एउटा ठाउँको तलबाट र चारवटालाई चाहिँ माथिबाट समाउनुहुन्छ है र यो सार्फ भाग छ सार्फ भागमा चाहिँ तपाईँलाई जहाँ कम्फर्टेबल लाग्छ त्यही समाउनुहोस् र अर्को छ बोटमा बस्ने तरिका है त बोटमा चाहिँ कसरी बस्छौँ बस्दाखेरि जहिले पनि हामी यो साइड च्याम्प बनाउनु बस्छौँ है त यहाँ बस्नु पऱ्यो भने चाहिँ नडराउनुहोस् है तपाईँहरूलाई खुट्टा लक गर्नको लागि यहाँ स्ट्याप छ स्ट्यापमा लक गर्न पनि पायो नभए यसरी लक गर्न गाह्रो भयो भने तपाईँहरूलाई एउटा खुट्टा अगाडि र एउटा खुट्टा यसरी पछाडि लक गर्न पनि पायो है त यसमा हजुर अनि हाम्रो 2-4वटा कमान्डहरू छ त्यो चाहिँ तपाईँहरूले ध्यान दिएर सुन्नुपर्छ र फलो पनि गर्नुपर्ने हुन्छ है त पहिलो कमान्ड छ अल फरवर्ड है त अल फरवर्ड भन्दा चाहिँ के गर्ने पानीलाई अगाडिबाट पछाडि फाल्ने आफ्नो बडी पनि लिङ्क हुनु पऱ्यो पानीलाई अगाडिबाट पछाडि फाल्ने अगाडि बसेको दुईजना बसेको हुन्छ है दुईजनाको चाहिँ आई कन्ट्याक्ट हुनु पऱ्यो सेम टाइमिङ सेम रिजनमा है त सँगै एकैचोटि है दुईजनाको अगाडिको दुईजनाको एकैचोटि भयो भने चाहिँ पछाडिकोले चाहिँ अगाडिको हेरेर फलो गर्छ है त्यसपछि सबैको सेम टाइमिङ हुन्छ अनि अर्को सेकेन्ड कमान्ड छ प्याडल स्टप है त स्टप भन्दा चाहिँ केही पनि नगर्ने प्याडल आफ्नो थाइमा राख्ने अनि यो साइडमा रोप छ यसलाई चाहिँ हामी लाइफ लाइन पनि भन्छौँ यो रोप समातेर आनन्दले बस्दिने है त अर्को थर्ड कमान्ड छ चाहिँ अल ब्याक प्याडल छ है त अल ब्याक प्याडल भन्दा चाहिँ के गर्ने पानीलाई उल्टो पछाडिबाट अगाडि फाल्ने ठ्याक्कै फरवर्डको अपोजिट है त पानीलाई पछाडिबाट अगाडि फाल्ने आफ्नो बडी पनि लिङ्क गर्नुहोस् है आफ्नो बडी लिङ्क गर्नुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ है हजुर तपाईँहरूको जिउ पनि हल्का पछाडि लिङ्क गरेर यसरी पानीलाई अगाडि फाल्नुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ है त र अर्को फोर्थ कमान्ड छ त्यो चाहिँ सेफ्टी कमान्ड हो है त त्यो सेफ्टी कमान्ड चाहिँ कस्तो बेला दिन्छ भन्दाखेरि चाहिँ कुनै पनि ठाउँमा ठुल्ठुलो ऱ्यापिडहरू हुन्छ कुनै ठाउँमा ढुङ्गाहरू हुन्छ होइन बोट गएर हाम्रो ढुङ्गामा ठोकिन सक्छ त्योभन्दा अगाडि चाहिँ गाइडलाई थाहा हुन्छ र गाइडले भन्छ गेट डाउन अथवा गेट इन साइड भन्छ है त गेट डाउन भन्यो भने के भने सबैजना कागज जहिले पनि यो अफ हुनुपर्छ है त गेट डाउन भनेर चाहिँ सबैजना यसरी जानुभयो भने चाहिँ के हुन्छ यो चाहिँ नछोड्नुहोस् है यो छोडेर यसरी जानुभयो भने चाहिँ के हुन्छ यतापट्टि पनि साथी बसिरहेको हुन्छ ऊ पनि भित्र आउनु पर्ने हुन्छ नि त होइन ऊ पनि भित्र आउँदाखेरि चाहिँ उसलाई यो प्याडल लाग्छ है त त्यसैले यो टी ग्रिपको भाग चाहिँ छोड्दै नछोड्ने यो हेर्दाखेरि सानो छ एकदम हार्ड छ यसले लाग्यो भने चाहिँ घाउचोट गराउँछ है त गेट डाउन भन्दा जहिले पनि प्याडल अफ र एकदम क्विक पनि हुनुपर्छ है अब गेट डाउन भनेर चाहिँ बिस्तारै झर्ने होइन गरिहाल्ने हजुर गेट डाउन भनेपछि
3 सेकेन्ड भित्रमा झरिसक्नुपर्छ गेट डाउन सर्लक्क भित्र सिर्ने प्याडल चाहिँ अब गरिहाल्ने है त अर्को सेफ्टी कमान्ड छ अब मानौँ कुनै पनि बेला इनकेसको कुराहरू है अब गेट डाउन दिँदा पनि तपाईँहरूमध्ये कोही खस्नु सक्ने चान्स हुन्छ है त अब खस्नुभयो पानीमा के गर्ने सबैभन्दा पहिला चाहिँ नआत्तिने है त हामी नआत्तिने ज्याकेट छ ज्याकेटले फ्लोट गर्छ है त र बस्दाखेरि चाहिँ हामी व्हाइट वाटर स्विमिङ पोजिसनमा बस्ने है त बस्दाखेरि चाहिँ कसरी बस्ने भन्दाखेरि खुट्टालाई तलतिर टाउकोलाई चाहिँ मासतिर पानी तलतिर बगिरहेको छ नि होइन खुट्टालाई चाहिँ ठ्याक्कै तलतिर बनाउने र टाउकोलाई मासतिर बस्दाखेरि चाहिँ यसरी बस्नु प्याडल छ यसरी बस्दिनुहोस् प्याडल छैन फ्रिली बस्दिनुहोस् र मुख खोल्ने आँखा बन्द गर्ने हो त पानीमा खस्नुभयो भने त्यो गर्नु भने चाहिँ के हुन्छ मुख खोल्नुभयो भने चाहिँ पानी जति सर्लक्क पानी मुखभित्र छिर्छ है त त्यसैले मुख बन्द गर्ने आँखा खोल्ने बोट आउँदैछ हाम्रो बोटमा बसिन्छ रमाइलो गरिन्छ आज डर पनि लागिरहेको छ अलिअलि यसरी यो त निस्किया नि यही भन्ने लगै छ त्यहाँ देखेर फरवार्ड अहिले सबैजनाले बाहिर निकाल्छ त्यो मिलान यसलाई लास्टमा राखिदिनुहोस् न पछाडि म अहिले कमान्डहरू भन्छु तपाईँहरूले चाहिँ गर्नुहोस् है त फरवर्ड हान्नुहोस् त फरवर्ड अगाडिबाट चाहिँ पछाडि भयो फरवर्ड भन्दा चाहिँ अगाडिबाट फरवर्ड भनेपछि अगाडि लैजाऊ पछाडि पानी निक्ल्यो डुङ्गा अगाडि जानु पर्यो फरवर्ड भनेपछि पानी स्टप यस्तो भनेपछि फल ब्याक Okay, stop. Okay, get down, Jim. Okay, back your seat. Okay, all forward, forward. अगाडिको लागि तपाईँले बुझ्नु भएन चाहिँ उहाँले कस्तो गर्नु हेरेर फलो गर्नु चाहिँ वेट बराबर यस्तो गर नि त भाइ पछाडि बस्छ 12-8% हो र ठिक छ लोकल फरवर्ड हान्नुहोस् भयो त ओके स्टप ओके all back pedal Jim. Okay, stop. Okay, get down, Jim, get down. Okay, back yours. Okay, hip hip. Hooray! Hip hip. Hooray! Hip hip. Hooray! बस All forward on. Forward. Forward, guys. Forward. Yes. Come on. Woo! Forward. Woo! Okay, stop. Stop. Okay, all back pedal.
Get down, get down. Okay, back your shit. चप्पल झर्ला चाहिँ भेट्छ पछाडि बसेको हुन्छ पुरा ध्यान दिएर सुन्नुहोस् है कमान्डहरू है ओके फरवर्ड गाइस ल हो तिमीले फरवर्ड हान तिमीले हैन तिमीले तिमीले फरवर्ड हान न एकछिन लानुहोस् पछाडि यो क्यामेरा भिडियो भन्छ है के छ गाइस Okay, all forward, Jim. Forward. उठा खानु पर्छ तिमीले त्यहाँको बढी भयो Okay, stop. Stop. Speed, guys. Woo! Rocket beach. Rocket team all forward. Stop. पानीमा आएर ढिलै भन्नु पाइयो Okay, all forward. Forward. Stop. देखाउन मात्रै Forward. Guys, forward. Forward, guys. Forward. Stop. ओ त खाता जानी Back. One, two, three. होइन त्यसरी होइन पहिला 1 मा अलिकति माथि 2 मा मुनि अनि 3 मा माथि No, guys. ज्याकेट नसाउँदैन माथि नाइस ल
रिसोर्ट नै यस्तो यतिकै छोडिदिनु घामतामै गाई राम्रो खुट्टा ल्याउ त छ त यहाँ पानी कस्तो गर्दै हुँदैन फर्किन सर्लको पुस गरेर यो लगाइसक्यो जाने त हो हामी बस्नु कति ढुङ्गा पावर गाइस पावर पावर यो ऑल इसके हो क्या हजुरलाई नै धेरै धेरै धन्यवाद एकदम हस् हुन्छ सियर चप्पल लिएर निस्क्यो है चप्पल लाएर आएछ चप्पलहरू यहाँ चाहिँ लिनुहोस् निस्केछ एउटा त पनि छ धेरै काम गर्दो रहेछ लाइफ ज्याकेट लगाएर डुबिन्न रे भने त्यस्तै हो क्या यी चाहिँ खोला दम पार्छ है हजुरले लाइफ हान्नु के खै गरौँ डाइभ हान्नु त डाइभ हान न तिमी ल मैले खिचिरहेको छु भिडियो एउटा मनी हालौँ यार अन हो एकलाई भन्न भ्याउँछ मलाई आइदिनु आउने उताबाट
1 2 3 डाउन ल भयो डराएर ल्याउनु त पानी